गाइस देखो ना डुक बाइक त फेरि लास्ट हिँड्यो चाहिँ केटा हेलो गाइज वेलकम ब्याक टु माई च्यानल के छ गाइज सबैजना सन्चै हुनुहुन्छ होला होइन आज चाहिँ हामी उता के अरे सिक्लेस जाने बाटो के भन्नाले तर खोलाको छेउछाउतिर जानु लाग्यो यसो बाइक राइड हाम्रो होइन धेरै पछि यसो त्यतातिर जानु लाग्यो अहिले चाहिँ हामी यहाँ के अरे जुस बक्समा छौँ कि यसो डाइट खान आएको गाइज बाँदरको लस्सी भन्नाले के अरे बनाना लस्सी होइन यस्तो हो गाइज ल मेरो भ्लग चाहिँ अलिक ढिलो ढिलो आइरहेको किनकि अहिले त्यस्तै भइरहेको केटा हो होइन ढिलो आए पनि हेरिदिनु होला भ्लग चाहिँ होइन अहिले चाहिँ म र मेरो साथी छौँ मेरो साथी चाहिँ को होला गाइज ल यसो गेस हान्नु यहाँ चाहिँ मेरो अर्को त्यो डुक बाइक उडाउने दोस्त होइन अरू भन्दै थियो ल कता रे सिक्लेस जाने बाटोतिर जाँदैछौँ गाइज मेरो साथी चाहिँ अलि एकदम लजटे छ कि एकदम ऊ चाहिँ एरिया अलिकति तँ मेरो चाहिँ प्यार गर्थे कि नै गर्थे भन्ने टाइपको हो नि त अझै नि गाइज यस्तै हो ल अहिले चाहिँ हामी जानु लाग्यो यहाँ के अरे खारो भ्याइसक्यो होइन अहिले चाहिँ हामी यहाँ के अरे घिचेर भ्याइसक्यो गाइज अब ल अब हामी जानु लाग्यो अब त्यहीँ गएपछि भेट्नुपर्छ गाइज त्यो मेरो अगाडिको त्यो ह्यान्डल देखेर भ्लग भन भने चाहिँ अब यस्तो हो यहाँनिर अनि देखिन्न मोबाइलमा त्यो वाइड एङ्गल पनि हुँदैन क्या त्यही भएर चाहिँ अहिले त्यस्तै छ अलि समय अलि टाइम वेट गर्नु होला त्यसको लागि चाहिँ अहिले चाहिँ हामी गएको ल केटा हो ल गाइज बाटोमा भेटौँ न ल बाई बाई ल गाइज अहिले चाहिँ हामी यहाँ के अरे गुडरमा आइपुग्यो होइन हामी चाहिँ अहिले जाँदैछौँ अनि रङ्ग लाएर झट्ट लाएर चट्ट लाएर अमिलो पिरो चाहियो मेरो फेरि तेल काट्नु त गाइस दियो केटाले मलाई त सक्दैन गाइस म त यस्तो गरेर गाइस अहिले चाहिँ हामी मेरो घरतिर आइपुग्यो गाइस ल यहाँ चाहिँ हाम्रो दोकान यो त हाम्रो मस्जिद गाइस ल गाइस हामी चाहिँ अहिले यहाँ कता यताबाट ल अहिले चाहिँ हामी यहाँ दुध पोखरी आइपुग्यो है गाइस दुध पोखरी तर दुध त पाउन्न गाइस तर दुध पोखरी किन राखेको मलाई थाहा छैन है फेरि दुध पोखरी अन्त दुधै छैन भन्दाखेरि केटाहरूले फेरि दुधमा दोकानमा गाइस बुझ्यो नि अब चाहिँ हामी यताको बाटो अफरोड हो कि गाइस हामी फेरि हामी त अहिले खोला लागे म त खोला तिर ओए सकिन्छ गइदिने ल त गइदियो नि त ल ढुक्क हो के गइदियो ल ढुक्क ल ओए कटाए बब्बाल guys now my turn guys stop it there man tight get it okay पछाडि ला है ल जाम्न त अब त ढुक्क ल भिज्यो के अरे ल अब त ल ढुक्क
अब त ढुक्क हो गाइज ल भिजिसक्यो फाइनल्ली होइन गाइज अब चाहिँ ल ल ल कटाइदियो ल ढुक बाइक रे हामीले डट पायो भने के गर्ने गानी कट्यो कता हो अब त्यहाँबाट यहाँ होला नि मेरो दोस्तको हेरी टायर सेट्टा भइसक्यो गाइज कता हो यता हो कि कता हो यता हो यता गाइज यहाँबाट झार्दै म त है झार्दै मासु त पक्का रहेछ ओए माछा मारेर जाने घर आइदे ल ढुक्क ल गाई सोच्नुहोस् त डटमा हातमा डट पऱ्यो भने के हुन्छ होला केही पनि हेर्नु यसरी चलाइन्छ त्यही होइन केटा हो भगवान ल फेरि यहाँ हो एउटा मिसन ढुक्क ए पछाडि त हिलो भयो मेरो मजा आयो यार कस्तो यार आज त यार जाने हो नि ढुक्क आइज ढुक्क अब त ढुक्क हो क्या म्या हिलो भयो ढुक्क हो गाइस के गर्ने गाइस कहाँबाट हाल्यो गाइस आइज तेरो पालो ढुक्क के गाइस यहाँबाट मेरो बाइकबाट धुवा निस्क्यो यार मेरो मोबाइलै टेढो भइदिएर आइज ढुक्क हो के ओए उद्योबाट आइज उद्यो म पहिला कटाइहाल्छु यति कसम क्यामेरै टेढो भयो जल्दी चलो फेरि डुक बाइक त फेरि लास्ट छिटो हिट हुन्छ केटा ओए एक डुब्की हानेर गइदिनु पर्छ क्या घर भिजिस यस्तो हानीसित भिज्नै पर्यो नि लागे मजाले खोलातिर कता माथिबाट ल गाइज हामी त माथिबाट है गाइज अलवेज अन टप बेला टुच्छ इङ्ग्लिस जान्छ फेरि केटाहरूले पिल्ला हानिदिइहाल्छ
भाग्यो टुक बाइक रे दिस इज अफ रोड बाइक गाइज के रे के भयो र हिँड्न ढुक्क ल ढुक्क हो के त्यहाँ बाटो छैन बिहा हिँड्न हिँड्ने झार्दै गइयोस् मेरो त स्लिप खान्छ है तलको ल हिँड्नु केटाले खोक्का झारिदिन्छ यार यहाँबाट उकालिदिउँ गाइज छ है खोइ त ढुक्क कहाँले गए गाइस देखो न आउनुपर्छ थाक्यो सही रमाइलो भयो कि तर आज यहाँनिर त्यो ढुङ्गा उच्छु ठिकै कताबाट हाल्ने फर्काउने हो फर्काइदिने हो यहाँ फर्काएर यो खोलाको बाटो गइदिउँ न त है ल गाइज छ यहाँबाट यताबाट त छैन यता माथि निस्किने छ यताबाट जाऊँ कि खोलाको बाटो हालौँ यहीँबाट आएको के खोलाको बाटो झर्ने ल जाऊँ यो ल ल ल त्यहाँ हल्का गइरहेको रहेछ गाइज यस्तो झन् खोलै खोला हिँड्यो त रमाइलो रमाइलो धेरै रमाइलो लिनु हुन गाइस फेरि बाटोमा के भयो भने हुन्छ फेरि गा झन्डै लोटेको गाइस यार बाइक त बढ्यो त सियोर यहाँ गइरह के म्या गइरह छ के छ 100 छ के गइरो छ त्यहाँ त छ के फर्का त्यहाँबाट त गाह्रो छ साइलेन्सरमा पानी छिर्छ क्या सियोर ल ल ल ल दियो केटोले केटोले दिएपछि मनी दिनै पर्यो होइन गाइस हो त्यहाँ कि गएर भएको कसम के रे अर्का गाइस म त झर्नै पर्यो यार भिडियो हान्नु एउटा बाइक हिँड त हेर नि त भिडियो गाइस देखो त मेरो हालत कैसन हो गया बा
चल भेटे यस्तो क्या रमाइलो लिने हो ढुक्क हो तर डुकबाको फेरि यो च्यासी चाहिँ भाँचिन्छ कि फेरि है त्यही भएर धेरै प्रेसर नदिउँ भनेर है एकदम गाइस हेर त मेरो यहाँ टेल सेल काट्यो नि त यही त हो नि मजा होइन बेला बेला मेरो क्यामेरा टेढो भइरहेको गाइस कसम भनेको यार यस्तो रमाइलो जिन्दगी भएन केटा सिक्लिसको तलतलै भनेको त के यहाँ कता जाने हो कता जाने माथि त खासै यस्तो ठाउँ छैन है फर्क्यौँ मलाई यति गरिदिने भ्लग हुन्छ यासिन यति गरिदिने जाऊँ न यता बाटोमा नि अफ रोडिङ छ के अरे मजा आउँछ यता फर्क्यौँ